मालिङ्गो काटिनीलाई बिनायो बाजा। मालिङ्गो काटिनीलाई बिनायो बाजा। कर्दैले खिपेर हेर्ने हजुर। कर्दैले खिपेर हेर्ने हजुर। यो पूर्वेली लोक भाकामा अत्यन्तै प्रसिद्ध गीत, जो उसको स्रष्टा सर्जक हुनुहुन्छ वरिष्ठ गायक सङ्गीतकार तथा संस्कृति विज्ञ जितेन्द्र राईज्यू। र आज उनै जितेन्द्र राईज्यूले यो नेपालकै र किराँत राई समुदायको अत्यन्तै मौलिक चाहिँ वाद्य सामग्री बिनायो बाजा बजाउने, जो एउटा सिप छ, त्यो सिप बचाउनको लागि बिनायो बाजा बनाउनु पर्यो। र बिनायो बनाउने कला चाहिँ उहाँले संस्कृतिको हस्तान्तरण पुस्तान्तरण अभियान अन्तर्गत चाहिँ उहाँले यो भिडियोमा तपाईँहरूले देख्न सक्नुहुनेछ। बिनायो बजाउने मलाई लाग्छ सायद पहिलोचोटि चाहिँ यसरी बिनायो बजाउने सामूहिक रूपमा चाहिँ मान्छेहरूलाई भेला गरेर चाहिँ हस्तान्तरण पुस्तान्तरणको लागि बिनायो बनाउने कलाको हस्तान्तरण पुस्तान्तरण सँगसँगै संस्कृतिको संरक्षण प्रवर्धनको लागि यो महत्त्वपूर्ण एउटा अभियान सञ्चालन गरिरहनु भएको छ। नेपालको एकदमै प्राचीन मौलिक बाजाहरूमध्ये यो बिनायो बाजा अत्यन्तै प्रसिद्ध बाजा, महत्त्वपूर्ण बाजा हो। तर आज आएर यो बनाउने मान्छे, जो बजाउनको लागि आवश्यक पर्ने बिनायो बनाउने मान्छेहरू चाहिँ जो अग्रज पुस्ता पुर्खाहरू थिए, उहाँहरू ढल्दै गल्दै गइरहेको अवस्थामा जितेन्द्र राईले आज यो महत्त्वपूर्ण चाहिँ एउटा बिनायो बनाउने प्रशिक्षण सञ्चालन गरेर नेपाली चाहिँ मौलिक लोक बाजा र किराँतीहरूको एकदमै मौलिक किराँत राईहरूको एकदमै मौलिक यो बिनायो बनाउने जो एउटा प्रशिक्षण सञ्चालन गर्नुभएको छ, यो अत्यन्तै महत्त्वपूर्ण छ। र योलाई चाहिँ मैले छोटकरीमा यो भिडियोमा संयोगवश मैले चाहिँ कैद गर्न सकेँ यो अभियानलाई र यहाँहरूको अगाडि प्रस्तुत गरेको छु। र संस्कृतिको संरक्षण प्रवर्धनमा यस्ता अभियानहरू सञ्चालन गर्न नितान्तै जरुरी छ। आउनुहोस् एकछिन चाहिँ समय निकालेर यो बिनायो बाजा भनेको के हो, कसरी बन्छ र यो प्रशिक्षण कस्तो छ भन्ने कुरा चाहिँ यहाँबाट हामी हेर्न सकिनेछ। हङकङमा चाहिँ गहना मात्र एउटा बाजा मात्रै होइन, गहना पनि हो। गहना मात्रै होइन, इतिहास हो। इतिहास मात्र हो, सिप पनि हो। सिप मात्र होइन, एउटा उपहारको रूपमा चिनोको रूपमा दिने बहुउपयोगी, यसले बहुअर्थ लगाउने एउटा वस्तु भएको कारणले अहिले हाम्रो भाइ बहिनीहरूलाई, यो पुस्ताको भाइ बहिनीहरूलाई मैले चाहिँ यो प्रयत्न गरेको छु। र यो आदिवासी राज्य उत्तर प्रतिष्ठा चाहिँ यसलाई हामीलाई सहजीकरण गर्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिनुपर्छ। छुनु भएन, जहाँ छुँदै हुनुहुन्छ नि, त्यो छोएपछि तपाईँले चाहिँ यहाँ गहिरो हो एवं यता पनि यहाँ यति मात्रै गर्ने, छुरी उता नलाने। छुरी उता यो भागमा तपाईँले छुरी लगेपछि के भयो भन्दाखेरि त यो भाग त कहिले पनि सानो भएन होइन। अब यसलाई खालि बिस्तारै चिप्लाउने मात्रै होइन, चिप्लाउने मात्रै। किन चिप्लायो भन्दाखेरि त यसलाई चाहिँ फेरि एकैचोटि तपाईँले डाङडुङ पार्नु भने त हुँदैन, त्यसलाई यसरी तपाईँ के भयो अलिक आकार निस्किँदैछ। अब तपाईँले यति ठुलो बनाउनु भएको थिएन, अब अहिले सानो आकृति बनाएर छाड्छ। र यो बन्छ भनेर तर बन्नु सक्छ, त्यसलाई चाहिँ बनाउनु हुन सक्ने चाहिँ होइन, त्यसको पनि बन्नु सक्छ। बिगारिसक्नु त भएको छ, तर एउटा एकदमै बिग्री गएको चाहिँ होइन होइन, धेरै बिक्री चाहिँ गएको छैन। यो मात्रै यसलाई चाहिँ नि बनाएर यसलाई चाहिँ सुरुदेखि नै तपाईँले यसको आकार चाहिँ निकाल्दै जानु पऱ्यो नि। सुरुदेखि नै यस्तो निकाल्छु भनेर अब योभन्दा सानो बनाउनु पर्छ। अझै यसलाई कटिङ गर्दै जाने, कटिङ गर्दै जाने, त्यसपछि अनि काट्ने, अझै काट्ने काट्ने बिस्तारै यसो गरेर। यो धेरै तपाईँले कडा गर्नु हो भने यो टुप्पो भाँचिन्छ होइन। यसो गर्ने, यसो हात तान्ने, यता पनि यसो गरेर जाने।
निस्क्यो नि सुस्यो आँखा केजिरहनु उहाँ यहाँ वरिष्ठ गायक सङ्गीतकार संस्कृतिविद जितेन्द्र राई दाई हुनुहुन्छ। उहाँले एकदमै यो नयाँ पुस्ताको लागि हस्तान्तरण र पुस्तान्तरणमा एउटा महत्त्वपूर्ण योगदान गर्ने गरी यो फेरि यसपालि विनायक प्रशिक्षण निर्माण प्रशिक्षण चलाइराख्नु भएको छ। दाई व्यस्त हुनुहुन्छ, तपाईँसँग 1 मिनट बोल्ने फुर्सद माग्नु पऱ्यो। दाईलाई धेरै धेरै सेवा, धन्यवाद दाई। दाई यो 1 हप्तामा 25-26 जना लगातार सिकिराख्नु भएको छ। अब तपाईँले अपेक्षा गरे अनुसारको सहभागीहरूको चाहिँ लगाव र यो सिप विकास कस्तो भयो दाई? यो मैले पनि यहाँ धेरै कुरा सिक्नु पाएँ, किनभने मैले हप्ता दिनमा धेरै भाइ बहिनीहरूलाई बनाउन सिकाउने छु र उहाँहरू बनाउन सक्नुहुन्छ भन्ने लागेको थियो होइन। मैले के सिकेँ भने त्यति समयले वाजा नहुँदो रहेछ, किनभने यो हतियार एकदमै सार्प छ, तिखो छ, यो सानो आकारको सानो छ, प्रकारलाई विविध खालको निकाल्नु पर्ने छ, आकार सानो छ। यो हतियार यो नहर्नी कर्द जे भने पनि यसलाई फलामको यो एकदम तिखो छ, धारिलो छ, चुच्चो छ। त्यसले गर्दाखेरि यो चलाउनको लागि एकदमै यो हतियार चलाउनको लागि पनि हातमा चाहिँ प्र्याक्टिस हुनु जरुरी रहेछ, खेलाउनु एकदम जरुरी। यो चाहिँ प्र्याक्टिस नगरिकन नहुने रहेछ। त्यसले गर्दाखेरि यहाँ खिप्न, कप्न, खोप्न जे अर्थ भाषा प्रयोग गरे पनि त्यसको लागि चाहिँ यो गर्नको लागि नै भाइ बहिनीहरूलाई निकै समय लाग्ने रहेछ। तर पनि हामीले हप्ता दिनको ट्रेनिङमा सैद्धान्तिक हिसाबले चाहिँ हामीले यो मालिङ्गो भनेको हाम्रो सभ्यतासँग जोडिएको, हाम्रो जीवन पद्धतिसँग जोडिएको, लगभग हाम्रो पहाडी भूभागतिर 2700 देखि 3500सम्मको उचाइ हाइटमा पाइन्छ यो बाँस प्रजातिको मालिङ्गो। र मालिङ्गो झ्याङ ठुलो आकारमा झ्याङ हुँदैन, मसिनो आकारमा मसिनो भिन्न भिन्नै जङ्गल हुन्छ र यो बहुउपयोगी छ यो मालिङ्गो। किनभने यो मालिङ्गोको घर छाउनु काम लाग्छ, चित्रा बुन्नु काम लाग्छ, डोको नाम्लो बुन्नु काम लाग्छ। अनि त्यति मात्र होइन कि यो यसको तामा पनि खानु काम लाग्छ, हरेक कुरोले घाँस काम लाग्छ र हरेक घर छाउनु काम लाग्छ। यो बहुउपयोगी वस्तु हाम्रो किराँती पुर्खाहरूले यसलाई चलाएको रहेछ। किन योसँग हाम्रो रिलेसन छ त, यसको किन यस्तो सम्बन्ध गहिरो भएर गयो त? मालिङ्गोकै किन, बाँसको पनि हुन्छ, बच्नु सक्छ कङकङमा बिनायो होइन। तर मालिङ्गै किन भन्ने अर्थमा चाहिँ हामीले मालिङ्गोसँग चाहिँ हाम्रो धेरै रिचुअलहरू, धेरै हाम्रो सभ्यताका कुराहरू, जीवनयापनको कुराहरू जोडिँदो रहेछ। त्यही मालिङ्गोकै चाहिँ हाम्रो यो कङकङमा बिनायो बजाउनको लागि चाहिँ अब ट्रेनी भाइ बहिनीहरूलाई हामीले भन्नु सक्यौँ, सिकाउन सक्यौँ यसको अर्थ रहेछ। किनभने यो एउटा सामान्य बाजा मात्रै होइन, यो चाहिँ एउटा वाद्ययन्त्र त हुँदै हो, एउटा सिप पनि हो, एउटा गहनाको रूपमा चिनो पनि हो, एउटा इतिहास पनि हो, एउटा सभ्यता पनि हो, हरेक कुरो हो। एउटा यसले यो कङकङमा यो बिनायोले हामीले कङकङमा किन भनिराखेका छौँ भन्दाखेरि हाम्रो भाषिक दृष्टिकोणबाट हामी किराँतीहरू विविध छ। यसलाई चाहिँ दाङखोली, दङदङमा होइन, कङकङमा आदि इत्यादि नामहरू छ। एउटा नाम चाहिँ हामीले कङकङमा भनेर जाउन भनेर हामीले भनेका छौँ र किराँत र सांस्कृतिक कलाकार सङ्घले पनि त्यो अभियानलाई अगाडि बढाइराखेको सन्दर्भ हो। त्यसले गर्दाखेरि यो र हप्ता दिनसम्म चाहिँ भाइ बहिनीहरू एकदम उत्साहित देख्छु मैले चाहिँ। तर उहाँले जति जान्नुभयो पर्फेक्ट यसलाई पूर्ण रूपमा त जान्नु भएको छैन, यस्तो बनाउँदै हुनुहुन्छ, म सिकाउँदैछु। तर उहाँले सैद्धान्तिक हिसाबले चाहिँ धेरै कुराहरू बुझ्नुभयो भन्ने लाग्छ। सैद्धान्तिक हिसाबमा चाहिँ हामी सफल छौँ र अझै लामो प्र्याक्टिस गर्नु सक्यो भनेदेखि चाहिँ भाइ बहिनीहरूलाई गर्न सकिने रहेछ। धेरै महत्त्वपूर्ण यो हस्तान्तरण र पुस्तान्तरणमा महत्त्वपूर्ण अभियान चलाउनु भएको छ। प्रशिक्षणमा चाहिँ चर्चित लेखिका
साहित्यकार प्रगति राईले पनि एकदम मेहनत गरेर यो सिक्दै हुनुहुन्छ। लु सेवा तपाईँलाई कति सिक्नुभयो त यो चाहिँ 6 दिनको अवधिमा? 6 दिनको अवधिमा 1 दिन त अब हतियार चलाउन नै सिक्न लाग्ने रहेछ। अब कतिको हतियारसँग नडराउने भइरहेछ। यो एउटा साइड निकाल्न धेरै अलिक सजिलो रहेछ। सबैभन्दा गाह्रो यहाँ पक्नु हुँदैछ। हजुर अब पक्नु पऱ्यो नि, यो चाहिँ सबैभन्दा गाह्रो पर्छ। जस तपाईँले अब मेहनत गर्नुभयो, तपाईँ लेखनमा व्यस्त हुनुहुन्छ र पनि यहाँ आउनुभयो। खास चाहिँ के को लागि सिकिराख्नु भएको छ तपाईँ यो बिनाय बनाउने यो प्रशिक्षणमा चाहिँ सहभागी भइराख्नु भएको छ? मेरो अब आउने उपन्यास चाहिँ यो मुन्नुको जीवनबारे लेख्नु छ। त्यसको लागि पनि केही ज्ञान होला भनेर एकदम राम्रो कुरा। र तपाईँहरू जतिको मान्छेहरूले पनि सिक्दाखेरि हाम्रो बाजा संरक्षण हुने कुरामा थप बल पुग्नेछ। शुभकामना तपाईँलाई। र हाम्रो पत्रकार रजिन भाइ पनि सिकिराख्नु भएको छ भाइ। कति सिक्नुभयो यो अवधिमा? तपाईँको पहिला देखाउनुहोस् त मलाई। यस्तो छ त, यो मैले चाहिँ लगभग बेसिक सबै सिकेँ। अब फिनिसिङ फाइनल गर्न चाहिँ बाँकी छ। लगभग मलाई चाहिँ आइडिया चाहिँ यस्तो गर्दाखेरि चाहिँ हुने रहेछ भन्ने चाहिँ थाहा भइसक्यो 1 हप्तामा। अब यसलाई चाहिँ हामीले कदेखि ज्ञानसम्म चाहिँ पढियो। अब यसलाई चाहिँ मजाले होइन कण्ठ गर्न चाहिँ बाँकी छ। लगभग आउने भयो। अब तरिका लाइनहरू सबै थाहा बताइयो छ। अब धेरै बधाई छ। के को लागि सिक्नुभयो तपाईँ चाहिँ? खासमा किन यहाँ व्यस्तताको बावजुद पनि यहाँ सिकिराख्नु भएको छ? यो चाहिँ हाम्रो एउटा किराँतीहरूको बाजा एउटा लोभ नहोस् पहिलो कुरा चाहिँ होइन। हामी जस्तो पुस्ताले हाँसे बनाउनु पनि हुन्न होला, हामीभन्दा मुनिकोले झन् बनाउनै हुन्न सायद त्यही भएको कारणले पनि एउटा कुरा यो अवसर मिलेको बेला चाहिँ गएर सिकिराखे काम लाग्छ। पछि गएर यसो झरी पानीमा आफूले पनि यसो बनाउने ट्राई गरियो भने यो बाजा चाहिँ बाँचिरहन्छ कि भनेर म चाहिँ आएको। हस्तान्तरण र पुस्तान्तरणमा यसले महत्त्वपूर्ण भूमिका एकदम आगामी दिनका हाम्रा किराँतीहरूले चाहिँ यो बाजालाई लोभ हुन दिनुहुन्न पक्कै पनि भन्ने यो बनाउन सिकाइरहेछ। यति हो। अब यो वरिष्ठ गायक सङ्गीतकार संस्कृतिको जितेन्द्र राईले नै सिकाइराख्नु भएको छ। अब केही अझै 2-4 दिन लाग्ने जस्तो सबै सहभागीहरूको कुरा सुन्यो। अब केही आशा आयोजकसँग फेरि पनि थप अब जति भ्याउनुहुन्छ एडभान्स थप 2-4 दिनको लागि चाहिँ आग्रह गर्न सकिने भयो नि त? आग्रह गर्नुपर्ने अवस्था पनि देखियो। यो लगभग यो हतियारहरू चलाइरहने गाउँमा हामी जस्तोले चाहिँ यो चाहिँ होइन सकिन्छ नै। अहिले पछिल्ला पुस्ता कतिपयले चाहिँ चलाउनु पनि भएको छैन होला। यस्तो त्यो भयो अलिक अप्ठ्यारो पनि भएको होला। हामी पनि निकै हो नचलाएको चाहिँ, तर पनि अब यो बिस्तारै 1-2 दिनमा प्र्याक्टिस गर्दै गयो भने यो हात काट्नेहरू हुँदैन। अलिक जोगाएर काम गरेर सिकिन्छ। सिक्न चाहिँ अलिक टाइम चाहिँ लाग्दो रहेछ। निकै अध्ययन गर्नुपर्ने। र यहाँ चाहिँ अब सबै तह तब्काबाट सहभागिता देखिन्छ। अब साहित्यकार, कलाकार, पत्रकार लगायत अब समाजका चाहिँ व्यक्तित्वहरू, युवा, बढीभन्दा बढी चाहिँ युवाहरूकै सहभागिता देखिन्छ। र यहाँ भाइ यो तपाईँले के अरे 6 दिनमा कति सिक्नुभयो? एकचोटि तपाईँको मलाई देखाउनुहोस् त। यो बनिसकेको छ अर्को छैन? यो सबै अब खोप्नु बाँकी छ। हिजो एउटा खोपेको, यस्तो खोप्दाखेरि पर्खेर भयो। भनेपछि कस्तो अनुभव भयो त यो 6 दिनमा? केही जानियो? तपाईँको आफ्नो परिचय दिनुहोस् न मलाई। मेरो नाम चाहिँ किजन राई। पुग्यो यति परिचय? स्थायीघर खोटाङ हो। स्थायीघर खोटाङ। अहिले हाल चाहिँ यहाँ बसेँ ललितपुर 14 ललितपुर। भाइ कति बन्यो तपाईँको? फेरि हुनुहोस्। ए तपाईँले धेरै बनाइसक्नुहुन्छ। योभन्दा अरू पनि बनाउनु भयो कि? यो छैन, मेरो चाहिँ यो आज चाहिँ फाइनल नै छ। फाइनल डे। कसैले त 5-5वटा बनाइसकेको छ। के भन्छ यहाँ? मेरो चाहिँ अलिक स्लो नै भयो, अलिक स्लो नै थाल्यो। ल ल ल मेहनत गर्नुहोस्। यो आखिरी तपाईँले निकाल्नु आयो होइन? आयो नि। यसलाई तपाईँ के गर्नु सक्नुहुन्छ? हल्का तरिकालाई चाहिँ के गर्नु, हात चाहिँ तपाईँको मेरो हात छ भन्ने कुरा सम्झिनुपर्छ है कहिले औँला चाहिँ। औँला त छिनाउँछ तपाईँको
होइन मेरो औँला छ भन्ने कुरा थाहा पाउनु पऱ्यो नि। अन्त यो धेरैजना सहभागीहरूलाई सोद्धाखेरि अब अझै पूर्ण हुन चाहिँ 2-4 दिन लाग्ने रहेछ भन्ने छ। अब थप यो सहभागीहरूबाट त्यो खालको चाहिँ माग भयो भने के छ यसलाई थप यो संस्थाले अगाडि बढाउन सक्नुहुन्छ प्रशिक्षण? सकिन्छ, तर अब त्यही हो, हरेक कुराको तालमेल मिलाउनु पर्यो होइन। इच्छा चाहना छ, तर इच्छा चाहनालाई त्यसलाई कार्यान्वयन गर्ने कुरामा हरेक कुराहरू चाहिँदो रहेछ। जस्तै यो हामीलाई यो स्कुलको यो ट्रस्ट भएको यो एउटा स्पेस हामीलाई नवप्रभात बोर्डिङ स्कुलले हामीले उपलब्ध गराउनु भएको छ। अब बागदेवी राई प्रिन्सिपल हुनुहुन्छ, उहाँले उपलब्ध गराउनु भयो र हामीले प्रत्येक बाहिर देखाउँ भने घाम पानीले हामीलाई दुःख दिन्छ र फेरि हामीलाई एउटा कुरो के छ भने यो चाहिँ कङकङमा बनाउनु लागि चाहिँ हामीलाई नेचुरल लाइट एकदम आवश्यक छ। हामीले यो घाम देख्ने यसो हेर्नुपर्छ र यसको छिद्रहरू पालहरू कति ठुलो भयो, कुन आकारमा बनाउँदैछु भन्ने कुरा चाहिँ यो नेचुरल लाइट यो चाहिँ चाहिने रहेछ। यो एकदमै प्राकृतिक उज्यालो, बिजुली बत्तीबाट नहुने र यस्तो कुरामा घर पनि चाहिने रहेछ, आउने जानेको कुराहरू रहेछ आदि इत्यादि छ र हामीले सोचिराखेका छौँ। यसलाई अब सधैँ निःशुल्क सम्भव हुँदैन। अब केही शुल्क नोमिनल लाग्ने शुल्क लिएर भए पनि यसलाई अझै पूर्ण बनाउन पाइयो भने धेरै राम्रो। अब किराँत राई आँखा अब आफै चाहिँ किराँतले आएको चाहिँ सांस्कृतिक भाषिक सांस्कृतिक विभागको प्रमुख हुनुहुन्छ। तपाईँ जस्तो एउटा सांस्कृतिक जागरणबाट उठेको मान्छे हो। किराँत राई सांस्कृतिक कला सङ्घको संस्थापक महासचिव हुँदै उपाध्यक्ष हुँदै अध्यक्षबाट तपाईँ रिटायर हुनुभएको छ र अहिले किराँत राई आँखाको उपाध्यक्ष केन्द्रीय उपाध्यक्षमा पुग्नु भएको छ। र संस्कृति भाषा साहित्य के छ विभागको एउटा तपाईँ प्रमुख पनि हुनुहुन्छ। तपाईँहरूले पहल गर्नुभयो भने एउटा धेरै इलिमेन्ट्सहरूमा धेरै कुराहरूमा एउटा यो पनि एउटा पहिचानको, यो पनि एउटा हाम्रो सभ्यतासँग जोडिने कुरा हो। पहल गर्दा राम्रो हुन्छ होला। पक्कै पनि यसलाई मैले चाहिँ मनमा सोचेको छु। अब हामी थप यसलाई पूर्ण बनाएर चाहिँ प्रशिक्षण वादनको पनि प्रशिक्षण गरेर एउटा डेमोन्स्ट्रेसन राम्रो प्रदर्शन राम्रो गर्न सकियो भने पूर्ण रूपमा हस्तान्तरण हामीले ट्रेनिङ गऱ्यौँ भने फेरि एउटा कुरो के छ भने यो बनाउनु भनेको चाहिँ बजाउनु पनि हो। किनभने बनाएर एउटा आकार मात्रै निकालेर हुँदैन यसलाई। किनभने मैले बनाएको कङकङमा मैले बनाएको बिनायो बज्यो कि बजेन भने त आफूले बजाउनु पर्यो। अनि बजाएर त्यसको आवाज निस्क्यो भने मात्रै मैले बनाएको वस्तु चाहिँ ठिक भएछ भन्ने हो नि त। भनेपछि त्यो तहमा पुग्नको लागि त बजाउनु त पर्यो, जान्नु पर्यो, हात झड्काउनु पर्यो, त्यसको भित्र छिद्रहरू पालहरूलाई ठिकसँग व्यवस्थापन गर्नु पर्यो र के आवाजहरू निकाल्नु पर्यो। त्यसले गर्दाखेरि यो बनाउनु भनेको पनि बजाउनु जत्तिकै प्रशिक्षण हो। तर बजाउनुको एउटा अर्को कुरा हो, बजाउने मान्छेले बनाउनु पर्छ भन्ने छैन, तर बनाउने मान्छेले चाहिँ बजाउनु अनिवार्य हो। बनाउने मान्छेले चाहिँ बजाउनु जानेन भने त भयो कि भएन कसरी थाहा हुँदैन। तर बजाउनु मात्रै जान्ने मान्छेले कसरी बन्छ भन्ने कुरो चाहिँ त्यो बनाउनु आवश्यक भएन, जान्नुपर्छ बनाउनु जान्नुपर्छ भएन। तर बजाउनु जान्ने मान्छेले चाहिँ बनाउनु जान्ने मान्छेले चाहिँ बजाउनु जान्नुपर्छ। धन्यवाद दाइ। र दाइ यो संयोग जुरेको बेला अब दाइले अब यो पहिले हामीले सानोदेखि सुनेको के अरे मालिङको काटी बिनाए बाजा भन्ने गीत पनि गाएर मौलिक गीत गाउनु भएको छ। त्यो सबैको मनमुटुमा छ, मुखमा छ। र यो बिनाएको केही भागहरू र यसलाई बनाउन प्रयोग गर्ने चिजहरूको नाम यसो सुनाइदिनु दाइ। नामहरू अब यो आफै विभिन्न खालको छ। जस्तै यो अब मालिङ्गोको कप्टेरो भयो होइन। अब यो बाँसबाट पनि बन्छ नभने होइन। मालिङ्गो कप्टेरो यो यसलाई नहर्नी भन्ने चलन पनि छ। अनि कर्द भन्ने पनि भयो होइन। यसलाई जे भने पनि हो, नाम त विभिन्न होला अब होइन। तर यसलाई गाउँघरमा यो यसको बेरिएको बटारिएकोलाई नहर्नी भनिन्छ। तर मैले आफ्नो डिजाइनमा चाहिँ के गरेँ भने यसलाई कर्द भनेको छु, कर्दको आकारमा बनाएको छु र यतापट्टि यस्तो चेप्टो आकार निकालेको छु। किन भन्दाखेरि
यो बीज भागलाई कप्नको लागि यसलाई खिप्नको लागि यो आवश्यक हो। यो तिखोले मात्रै पनि भएन, तिखो चाहिँ एकदम जरुरी छ प्वालहरू बनाउनको लागि, तर यो तिखोले मात्रै यो हुँदैन। त्यसले गर्दाखेरि कलात्मक फिनिसिङ राम्रो निकाल्नको लागि चाहिँ यतापट्टि पनि एउटा यो फ्ल्याट चेप्टो आकारको धारिलो साफ एकदमै धारिलो चाहिँ बनाउनु छ। फेरि यो चाहिँ यस्तो छ, यो अत्यन्त ज्यादा कडा पनि हुनु हुँदैन। यो पाइन लाउने भन्छ नि गाउँघरमा होइन, पाइन लाउँदाखेरि पनि ज्यादै कडा भयो भने पनि भाँचिन्छ, नरम भयो भने दोब्रिन्छ। किनभने यो मालिङको कडा हुन्छ, नरम भयो भने काट्दै काट्दैन दोब्री जान्छ, धेरै कडा भयो भने चाहिँ फेरि बुरुङ बुरबुर झस्छ खस्छ भाँचिन्छ। त्यसले गर्दाखेरि यो ठिक्कको आकारमा ठिक्कको पाइन लगाउनुपर्छ, कडा नै नरम होइन। यो चाहिँ कामी दाइहरूले अब अहिले त हाम्रो पहिला त हाम्रै समुदायले किराँती समुदायले नै चाहिँ लगाउँथ्यो होइन, तिमीले त्यो जान्दैनौ, लगाउँथ्यो हाम्रो समुदायले नै बनाउँथ्यो होइन। तर पछिल्लो कामको विभाजनबाट चाहिँ यो अब हाम्रो गाउँघरमा कामी दाइहरूले यसले बनाउनुहुन्छ र उहाँहरूले त एकदमै यो पाइन चाहिँ नरम कडा त्यहाँ भन्ने कुरा हुँदैन। त्यसो भएको कारणले ठिक्कको पाइनवाला हो यो। यो अब एउटा अन्तिममा यो जस्तो यत्रो धेरै सहभागीहरूको लागि तपाईँले यो कप्टेर मालिङको कप्टेर भन्नुभयो अघि नाम यसको होइन, यो चाहिँ अनि कहाँबाट ल्याउनु हो त दाइले यस्तो समयमा? यो मैले कति चाहिँ 5 थरको राँके भने उता चाहिँ पौवाबाट लिएको छु, र कति चाहिँ अस्ति भोजपुरको टेम्केमा जाँदाखेरि, किनभने टेम्केमा बाटोमा भेटेर अब त्यो जहाँ सबै काट्नु पनि दिँदैन नि त एउटा उपभोक्ता समितिले होइन। भोजपुर र खोटाङको सिमाना टेम्के चुली हुन, टेम्केको खेदीतिर यता मयुङतिर पनि पाइन्छ, र त्यहाँबाट पनि मैले केही काटेर चाहिँ त्यहाँ आफन्तहरूसँग सम्पर्क गर्छु। धेरै आकारमा त होइन, ठिक्कको चाहिँ यत्रो बिटा यति लामो हामीले उहाँबाट पनि लिएको छौँ। यत्रो धेरै यो सब समस्याको लागि यत्रो धेरै मेहनत काम गर्नुभएको छ, हामी एकदम समुदाय समाज आभारी सधैँ। यो ल्याउनको लागि नै भनौँ न, टेम्के पुग्नुको लागि नै खर्चको त हिसाब किताब नगरौँ, धेरै हेर्दाखेरि कम्ती छ तर एकदम लार्ज स्केलमा खर्च हुन्छ। हस् दाइ, धन्यवाद दाइ। तपाईँ मेहनत धेरै गरिराख्नु भएको छ, कतिवटा बनाइसक्नुभयो? मैले लगभग 4-5वटा बनाउनु त बनायो, तर फिनिसिङमा चाहिँ गएको छैन। अझ फिनिसिङ गरौँ भनेको। जस आजसम्ममा तपाईँले जस फिनिसिङ गर्न सक्नेसम्मको चाहिँ विकास गर्नुभयो नि त? हजुर हजुर। सुरु सिकेको यसपालि कि पहिला पनि अलिअलि तपाईँले? होइन, पहिला त होइन, फर्स्ट टाइम चाहिँ सिकेको 7 दिन हुँदैछ। आज फिनिसिङ गरेर बजाउनु चाहिँ अलिअलि आउँछ। तपाईँको त्यो आफैले गरेर बजाउँ भनेर प्लान गरेर त्यो बजाउनु अलिअलि आउँछ भनेपछि त झन् सजिलो भयो, बजाउनु जानेले सिक्नु। तपाईँले पनि शुभकामना। एकचोटि परिचय मेरो यसो यो भिडियोमा दिनु न तपाईँको आफ्नो। नमस्कार, म ताजमल राई, मेरो घर चाहिँ उदयपुर भीमचम्पू गाउँपालिका, को बसाइ चाहिँ नक्सपोट। ल भाइले यहाँ दुईवटा नै बनाइसक्नु भएको छ होइन त? 5वटा बनाइसक्नु हो। लु एकचोटि तपाईँको परिचय दिनु, कहाँबाट आउनुभयो अनि बजार देखाउनु त। तपाईँको नाम? मेरो नाम चाहिँ तयाहाङ राई। कहाँबाट आउनुभयो? म चाहिँ यहाँ हाल बसाइ चाहिँ ललितपुरको चाहिँ खसीखेल चोक बस्छु, अनि जन्मस्थान चाहिँ खोटाङ साकेला गाउँपालिका रतनछा पर्छ मुलको। चाम्लिङवासी हो तपाईँ? हजुर, चाम्लिङवासी। अनि यो किन सिक्न आउनुभएको त तपाईँ? यो चाहिँ एउटा बाजा पनि भयो, अनि त्यसपछि हाम्रो संस्कार संस्कृतिसँग चाहिँ रिलेटेड भएको कारणले गर्दा लोप भइसकेको हुनाले गर्दाखेरि यसको चाहिँ संरक्षण गर्नुपर्छ है भन्ने उद्देश्यले सिक्न आएको। भनेको हाम्रो संस्कृति एउटा मौलिक बाजा लोप नहोस् भनेर नै तपाईँ सिक्न आउनुभएको है? विशेष गरी कतिवटा बनाउनु भयो? मैले 5वटा बनाइसक्नुभयो। धेरै राम्रो गर्नुभएको छ। 7 दिनमा 5वटा बनाउनु भयो भनेपछि अब यो सकेपछि तपाईँले पछि अब यसलाई प्रयोगमा ल्याउने, बजाउने, बनाउने काममा तपाईँ लाग्नुहुन्छ होइन त? ल एकचोटि बजार सुनाइदिनु नि त। ल जस्तो छ।
त्यस्तो त के काठले ओहो धेरै राम्रो बनाउनुपर्छ ल धेरै धेरै बधाई छ तपाईँलाई है यो शुभकामनामा भाइ कति भयो योभन्दा अगाडि पनि बनाएको बनाइएन अर्को त्यस्तो सक्सेस चाहिँ भएन छैन कहाँबाट तपाईँ आउनुभयो यहाँ चाहिँ म हाल मेरो घर चाहिँ पाँचथर जिल्ला यहाँ दिन याङभारक अहिले चाहिँ यतै दापाखेलमा बसिरहेको छु अनि किन सिक्नुभएको त तपाईँले यो किन सिक्न आइराख्नु भएको छ यो चाहिँ अब किन भन्दा पनि यो हाम्रो राईहरू पुर्खा एउटा मौलिक बाजा भनेर किराँती मुन्दुम बाजा भनेर पनि यसलाई रिलेटिभ भएको हिसाबले यसलाई चाहिँ धेरै माथिसम्म लग्नुपर्छ भनेर भनेको धेरै माथि भनेको यसको संरक्षण चाहिँ भइराख्नुपर्छ भन्ने हो कि लगाइराख्नुपर्छ भन्ने धारणाले आज यहाँ जोडिएको छौँ खुसी लागेको छ कति जान्नुभयो त राम्रो त निकै नै जानेको छ अब यसलाई प्रयोग गर्न सक्नुहुन्छ होइन बनाउन सक्नुहुन्छ ल बधाई शुभकामना छ तपाईँलाई ल यो बाबु चाहिँ कहाँबाट नाम परिचय एकचोटि नमस्कार मेरो नाम चाहिँ गौरव राई भुटान केपिलासगढी सप्तश्रीबाट के भाषी तपाईँ हजुर कुन भाषी राई दुई भाषी ए यो तपाईँ आज 7औं दिनमा हुनुहुन्छ कि 6औं दिनमा ए तपाईँले निकै राम्रो बनाइसक्नुभएको छ अनि किन सिक्नुभएको तपाईँले चाहिँ यो चाहिँ अब एउटा हाम्रो फोल्क म्युजिक इन्स्ट्रुमेन्टको रूपमा लिएको छु मैले चाहिँ म चाहिँ अब हाल चाहिँ म म्युजिक पनि पढिरहेको छु ए अनि मलाई यो सङ्गीतको बारेमा चाहिँ अलिकति रुचि भएर सङ्गीत पढ्ने विद्यार्थीले आफ्नो मौलिक कुरा पनि सिक्नु पऱ्यो राम्रो कुरा हो र अब बाजा पनि हो बाजा पुर्खाहरूले बजाउँदै आउनुभएको बनाउँदै आउनुभएको कुराहरूलाई हामीले पनि यसलाई अगाडिसम्म संरक्षण गर्दै लगौँ ल धेरै राम्रो कुरा अब कति सिक्नुभयो त अब बनाउन सकिन्छ भन्ने तपाईँलाई अनुभव आँट आयो यति गरेपछि निकै बनाइसक्नुभएको छ ल तपाईँले धेरै धेरै बधाई शुभकामना है यो आजै बनाउँदै हुनेछ कि कति दिनको तपाईँको यो आज बनाउँदै गरेको आजकै हो यो ए तपाईँले यहाँ बनाइसक्नु भएको छ तपाईँ कहाँबाट आउनुभयो यहाँ सिक्नु तपाईँको स्थायी चाहिँ कता हो इलामबाट कति दिन भयो तपाईँ यहाँ सिक्नुभएको 6औं दिनमा ए कति जान्नुभयो कति सिप विकास गर्नुभयो त यो बनाउने अहिले आयो म देखिराखिएको छ अनि किन सिक्न आउनुभयो तपाईँ यो अब तपाईँ धेरै कुरा जान्नुभयो अब के गर्नुहुन्छ तपाईँ यो क्षेत्रमा चाहिँ यो बनाउने सिपलाई चाहिँ अब के गर्नुहुन्छ त तपाईँ बनाउनुहुन्छ त पछि निरन्तर तपाईँको नाम शुभकामना छ यतिको यो गर्ने तपाईँको यो मैले मेजरमेन्ट लिएको छु नि यतिको राख्नुहोस् होइन तपाईँलाई यो बिचको एउटा घाँटी चाहियो टाउको बनाउनुको लागि घाँटी निस्किनु पऱ्यो अनि यति यो आकृतिमा तपाईँले निर्माण गर्नु
पहिला धेरै बल नगरिकन तलबाट नगरिकन धेरै नकाटिकन पहिला गोलो बनाउने तपाईँ गोलाकार कस्तो बनाउँदै हुनुहुन्छ तपाईँले कति गोलो बनाउनु मन लागेको त्यो गोलै जरुरी बनाउनु पर्छ भन्ने पनि छैन त्यो चेप्टेमा पनि बनाउन सकिन्छ है अनि अब यसलाई चाहिँ टाउको निकाल्ने यस्तो यो त यो यतापट्टि भयो होइन अब यताको टाउको निकाल्ने चाहिँ यसो यति यसो काटेर पहिले हिजो हेरेको होइन यतापट्टि होइन यतापट्टि होइन तर अब मात्रै हो नि बेसी ठुलो गर्ने होइन नि त बहिनी कति दिन भयो आज 6 दिन भयो आयो आउँदैछ अर्को बनाइसक्नुभयो छैन अरे त पहिलो कुरो त तपाईँले पहिलो त यो निकाल्नु पर्यो यो सिधा काट्नु पऱ्यो नि सिधा काट्यो त घरै पनि भाङ्गै निस्किन्छ भाङ्गै काट्नु छैन मैले हेर्दैछु मैले बिस्तारै बस्नेछु बहिनीको चाहिँ भर्खर हो मेरो हजुर यो अर्को बिग्रेर यो नयाँ कति सिक्नुभयो त कति जान्नुभयो खै यो 9-10 वटा नबनाइकन उँभो लागेला जस्तो छैन यो हतियारलाई के भन्दो रहेछ बहिनी त्यो काट्ने हतियारलाई के भन्दो रहेछ यो पर्दा के भन्दो रहेछ अरे लहर यसको नाम लहरदीप रहेछ सबैले बनाइसक्नु हो ल कति आयो त पर्फेक्ट तर जे आयो एउटा सेप होइन बधाई छ मैले भएको सेप निकाल्नु भयो नि त हजुर सेप निस्किँदैछ बनाउनु चाहिँ यस्तो गाह्रो हुन्छ ल उहाँ चाहिँ अब यो मुन्दुम अध्ययन केन्द्रको कोषाध्यक्ष हुनुहुन्छ यो संस्कृतिमा गहिरो चाहिँ एउटाको सोख छ अध्ययन छ र यो विनय प्रशिक्षणको यो 6 दिन आज तपाईँहरू हुनुहुँदो रहेछ कस्तो भयो अनुभव के छ यो कति प्रगति भयो बनाउनेहरूको समीक्षा अनुभव कस्तो गरेर राख्नु भएको छ भाइ यो 6 दिनको अवधिमा नहुने रहेछ नसकिने रहेछ जति हामीले आशा गरेका थियौँ त्यति नै चाहिँ अब प्राप्त भएको छैन तर सन्देशको हिसाबले हामीले सन्देश चाहिँ दिन सकेका छौँ जति पनि उपस्थित हुनुभएको छ हामीले 20 जनालाई तालिम प्रशिक्षण दिने भन्ने योजना थियो तर उत्साहजनक उपस्थिति भयो यो भनेको सन्देश पुगेर नै हो जो हाम्रो सांस्कृतिक बाजा यो परम्परागत बाजा जोगाउनुपर्छ भनेर जुन उहाँहरूमा हुटुटी एकाले देखिएको छ प्रशिक्षार्थीहरूमा यो चाहिँ पोजिटिभ सन्देश गएको छ जति हामीले
सिप जति विकास हुन सक्थ्यो होला भन्ने आशा गरेका थियौँ, त्यति त नभए पनि सन्देशको हिसाबले गएको छ। भनेपछि अब सबैले एकदम चासोका साथ सिक्नुभएको छ। एकदम चासो। तपाईँहरूले बनाएको योजनाभन्दा बढी सहभागी हुनुभयो, यो राम्रो कुरा हो। र अब यो पुरा चाहिँ भएन, जति हुनुपर्ने त्यो अलिक समय लाग्दो रहेछ भन्नु भने सिक्न चाहनेको लागि थप के गर्नु यसो योजना बनाउनुहुन्छ चाह्यो भने यो संस्थाले? हजुर, हामी सोच्दैछौँ, हामी छलफल गर्दैछौँ अलि लामो समयसम्म प्रशिक्षण गराउन सकिन्छ कि सशुल्कै भए पनि होइन। अब यो तपाईँहरूले अब एउटा प्रारम्भिक चरणको तपाईँहरूले गर्नुभयो, कुन तरिका गर्न सकिन्छ अब त्यो चाहिँ अब छलफल गरेर अरू संस्थाहरूसँग पनि समन्वय गरेर चाहिँ हामी गर्ने सोचिराखेका छौँ। त्यो तपाईँहरूले महत्त्वपूर्ण काम गर्नुभएको छ। धेरै धेरै शुभकामना, बधाई छ।